आज हाम्रो सनम दाइले चाहिँ किनिमा भन्ने एकदम हाम्रो यो नेचुरल पूर्वेली के भन्ने दाइ नास्ता खाजा यो सब्जी अचार खानु चाहिँ एकदम स्पेशल हो। हजुर यो यसलाई चाहिँ सब्जी पनि बनाएर खाइन्छ। तपाईको यसलाई चाहिँ हेर्दाखेरि पनि टक्क यस्तो पहेँलो दामी। यो चाहिँ सेतो भटमासको एकदम सेतो भटमासको हाम्रोतिर चाहिँ एकदम कालो भटमास हुन्छ। हजुर कालो भटमासको तपाईको चाहिँ अब हामी अहिले बाहिर छौँ नि त त्यही भएर अलि भटमासको कलर अर्कै हो है। अब यसलाई राख्नुपर्ने खास भनेको चाहिँ चट्ट लाएर हामीले धुसुरे यसलाई के भनेको पातमा हो। हजुर अब परदेशमा धुसुरेको पात नभएको कारणले गर्दा चाहिँ के ब्याग भन्छ यसलाई अब के ब्याग भन्छ अब यो ब्यागमा चाहिँ अब टक्क प्याक गरेर ब्यागमा प्याक हुन्छ अब यो आज राख्दैछौँ। ल हेर्नुहोस् किनिमा रेडी भएको अब भोलि हुने हो। आज चाहिँ यसलाई बनाउनको लागि एकदम तयारी गरियो। ल गाइस अब यहाँ हालेर हजुर हाम्रो यसरी चाहिँ यो भोलि मात्र रेडी हुन्छ नि त यो भोलि कति बजीतिर कामबाट आउँदाखेरि हजुर टक्क तयार भएको हुन्छ। हजुर त्यहाँदेखि हामीले यसलाई फेरि सुकाउँछौँ हो। ए हजुर सुकाइसकेपछि चट्टसँगले सुक्छ। सुकेपछि एकदम हाम्रो डोना थापाले भने जस्तो 16-17 करोडको हुन्छ। यो चाहिँ एकदम माथि नै के हाई लेभलको हुन्छ नि त। हाई लेभलको एकदम प्रोटिन हुन्छ नि त यसमा एकदम खतरा प्रोटिन अनि भिटामिन मिनरल्स के सबै यसमै हुन्छ। यता सोयाबिनले जति हामीले दिने चिजहरू त के हुन्छ हजुर ल यसले फाइदा धेरै गर्छ नि दाइ शरीरको लागि। दसैँ तिहारमा टन्न मासु हुँदाखेरि पनि हजुर यसलाई सट्ट बनाएर अचार खाँदा हजुर मासुसँग चाहिँ भर्सक नखानु भन्छ तर यसको याद आउँछ क्या मासु र भात खानु। हजुर अब यसलाई हामीले होइन हजुर अलिक न्यानोसँग केमा राखौँ त भन्दाखेरि यहाँ राखौँ होइन। हजुर यो पनि हाम्रो एउटा घरै जस्तो हो। त्यही त ल यसलाई आजबाटै यहाँ थन्काइयो है त। ल है त हामीले बनाइसक्यो। ल